गाइज वेलकम टु माई न्यू ब्लग। अहिले चाहिँ लुकाको 7 बजिसकेको छ होइन। 7 बज्दाखेरिमा आज चाहिँ बिदा छ नि त, भोलिदेखि भान्जा मान्छेको इक्जाम छ। अनि भान्जा मान्छेको इक्जाम हुँदाखेरि चाहिँ अहिले अब खानासाना पकाएर खानासाना खाएर अनि अहिले भान्जा मान्छेलाई इक्जामको तयारी गराउनुपर्छ। मासु पाकिसकेको छैन। अब मासु पाकिसकेपछि अब म बन्द गरेर यसो एकछिनपछि होइन हामी खाना खान लागिसकेको छ होइन। खाना अब यो चाहिँ मासु अनि भात होइन। आज दाल पकाउनु झ्याउ लाग्यो कि अनि मासु भइसकेपछि अब के दाल साल पकाउनु भन्ने भयो होइन। अहिले चाहिँ खाना खाएर सक्यो होइन। खाना खाइसकेपछि अहिले चाहिँ 8 बजेको छ। अब हामी 8 बजेदेखि 9 बजीसम्म लगातार पढ्ने छौँ होइन। अब भान्जा भान्जीलाई भोलिको इक्जामको तयार राम्रोसँग गराउनु पर्यो। अनि तिनीहरूको चाहिँ म अहिले चाहिँ भन्नाले आफै टेस्ट लग्ने छु होइन। अनि के पढ्दैछौ त अहिले? हाम्रो बिट साहित्यको पाठ पढिरहेको छु। ए तिमी चाहिँ तिम्रो चाहिँ के को हो भोलि? इङ्ग्लिसको भएपछि तिमी के पढिरहेको छौ अहिले? सरहरूको नाम। ल तिम्रो चाहिँ के को हो भान्जी? इङ्ग्लिसको के पढिरहेको छौ तिमी? एबिसिडी। ल गुड। सबभन्दा अहिले एमा चाहिँ ट्यालेन्ट भनेको नै ऊ यहाँ बिचको मान्छे होइन। अब यी पनि हल्का ट्यालेन्ट हुन्। अब हेरौँ यसपालि यिनीहरूको मैले चाहिँ अब होइन यसपालि A+ ढुक्क हो कि यिनीहरूको सबको A+ ल्याउने भन्ने सोच छ। हामीले पढिसक्यौँ होइन। पढिसकेपछि अहिले चाहिँ अब रातिको 10 बजिसकेको छ। अनि 10 बजिसकेपछि अब केटाहरू पनि सुताउनु पऱ्यो नि त। अब केटाहरू पनि सुतिसक्यो होइन। केटाहरू सुतिसकेपछि अब म पनि सुत्छु। गुड नाइट। अब भोलि बिहान अर्को पार्टमा गुड मर्निङ एभ्रिवान। अहिले चाहिँ म उठिसकेँ होइन। अहिले चाहिँ म उठिसकेपछि अहिले चाहिँ बिहानको 5 बजेको छ होइन। 5 बजिसकेपछि अहिले म उठिसकेँ। अब उठेर हातमुख धोइसकेँ। हातमुख धोएपछि अब अहिले चाहिँ ब्राजिल भर्सेस अर्जेन्टिनाको गेम छ कि नत्र बिदा थियो नि त। म हल्का ढिलोसम्म सुत्ने। अहिले चाहिँ ब्राजिल भर्सेस अर्जेन्टिनाको गेम भइसकेपछि म चाहिँ ब्राजिलको फ्यान हो नि त। अनि ब्राजिलको फ्यान भइसकेपछि आफ्नो टिमलाई अब टिम चाहिँ बाहिरको भइसके पनि आफ्नो मनमुटुमा बसेको छ नि त नेमार भन्ने। मेरो चाहिँ बेस्ट प्लेयर, मेरो फ्यान, मेरो आइडल भन्ने पनि फ्यान भने पनि मेरो नेमार होइन। नेमार भइसकेपछि अब नेमार खेलेको छैन त्यही पनि ब्राजिललाई साथ सपोर्ट दिन्छु भनेर म अहिले बिहान 5 बजे उठिसकेँ। गाइस अहिले चाहिँ हामी खानासाना खाएर होइन स्कुल जान लागिसकेका छौँ। अब खानासाना खाइसकेपछि सब अब भाइ बहिनीहरू होइन हामीहरू चाहिँ अब स्कुल पुऱ्याउनु जान लागेका छौँ। हिजो चाहिँ बेङ्गलोरदेखि पैसा हालिदिनु भएको थियो नि दिदी दाजुले। आज चाहिँ इन्ट्रेस्ट कार्ड मागिदिनु पर्नेछ। अनि इन्ट्रेस्ट कार्ड नपाएपछि इक्जाम दिन्न नि त स्कुलमा। त्यही भएर म चाहिँ अहिले इन्ट्रेस्ट कार्ड मागिदिनु जान्छु। देख्न सक्नुहुन्छ हामी चाहिँ अहिले यहाँ तल आइसकेको छौँ होइन। बाँसको रुख भएको ठाउँमा अगाडि चाहिँ भाइहरू हिँडिरहेको छन्। अनि त्योभन्दा अगाडि चाहिँ भान्जा भान्जीहरू हिँडिरहेको छन्। सुनिल भाइ ए सुनिल भाइ खै हाई गरिदिए हेर्नु होइन। यिनीहरू चाहिँ अहिले जान लागेको छन् गाउँदेखि स्कुल जाने होइन। आज के को इक्जाम हो तिमीहरूको? सबको इङ्ग्लिसको हो। ल राम्रोसँग दिनु है। बेस्ट अफ लक। अब भान्जा भान्जी यहाँनिर रोकेको छन्। अब सब इन्ट्रेस्ट कार्ड माग्ने भिड छ नि त यता। त्यही भएर अहिले चाहिँ अब इन्ट्रेस्ट कार्ड मागेर जाने होइन म चाहिँ। अहिले चाहिँ हामी होइन स्कुल भान्जा भान्जीले पुऱ्याएर आइसकेको छौँ। अहिले चाहिँ अब स्कुलदेखि भान्जा भान्जीले पुऱ्याएर आइसकेपछि अहिले चाहिँ भान्जा भान्जी स्कुलदेखि आइसकेको छन् होइन। भान्जा भान्जी स्कुलदेखि आइसकेपछि फाइनली हामीले नास्ता खाएर पनि अहिले चाहिँ अब भोलिको इक्जामको तयारी गर्दैछौँ होइन। मेरो भिडियो पक्कै नै मन पराउनुहुन्छ भन्ने आशा राख्दछु। थ्याङ्क यू फर वाचिङ।